मेरो कुनै संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा म सम्मानित सदनमा आग्रह गर्न चाहन्छु। मेरा विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको छ, जसको म यो सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु। र म साथीहरूलाई आग्रह गर्न चाहन्छु, संविधानबाट अधिकार प्राप्त गरेको एउटा संवैधानिक निकायले भ्रष्टाचारका बारेमा छानबिन गरिराखेको अवस्थालाई यदि माननीय कुनै पनि अन्य मन्त्रीजीसँग जोड्ने हो अथवा सरकारसँग जोड्ने हो र सरकारले त्यसको जवाब दिने हो भने हिजोका दिनमा कतिपय माननीय मन्त्रीजीहरू पदासीन हुँदा मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूमा भएका भ्रष्टाचारजन्य कारबाहीका बारेमा कति मन्त्रीजीहरूले जवाब दिनु भएको थियो। आरोग्य मालिस तेल, बाथरोग निवारण, हाड जोड्ने दुखाइ निर्मूल, लिगामेन्ट खिएको समस्याको समाधान, शरीर पोल्ने र झमझमाउनेबाट मुक्ति, युरिक एसिडको दुखाइबाट छुटकारा। अब दुखाइमा बस्नु पर्दैन। सम्माननीय सभामुख महोदय, समयका लागि धन्यवाद। विगत केही दिनदेखि पत्र पत्रिका, सामाजिक सञ्जाल र केही माननीय सांसद र नेताहरूले उठाउनु भएको विषयमा जनताको सार्वभौम थलो यस सम्मानित सदनमा जानकारी दिन उपयुक्त ठानेर बोल्ने समयको लागि अनुरोध गरेको थिए। आज बोल्न पाउँदा खुसी व्यक्त गर्दै सम्माननीय सभामुखज्यू एवं सबै माननीयज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। सम्मान्य सभामुख महोदय, मैले धेरै विषय अन्य सञ्चार माध्यमबाट पनि प्रश्न पारिसकेको छु। मेरो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक नै भएकोले माननीय सदस्यज्यूहरूलाई सबैलाई थप जानकारी गराइरहनु पर्ला जस्तो लाग्दैन। तथापि सार्वजनिक पद धारण गरेको समय समयमा प्रश्न उठ्न सक्ने र तिनको जवाब दिने कार्य सम्बन्धित व्यक्तिको हुन्छ। अत उठेका समसामयिक विषयबारे जवाब दिन अनुमति चाहन्छु। सम्मान्य सभामुख महोदय, मिति 2082 8/2 गते त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धी विषयमा सोधपुछका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलाइएको भन्ने विषय मैले सञ्चार माध्यमबाट थाहा पाएको हुँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन। उक्त कार्यमा त्यसको जवाब दिने नैतिक ताकत साथीहरूलाई छ। म यो आग्रह गर्न चाहन्छु, मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको सबल संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि काम कारबाहीलाई म खुला हृदयले स्वागत गर्दछु। अझ म जो लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको छु, विधिको शासनको लागि आवाज उठाएको छु, त्यस्तो व्यक्तिले संवैधानिक निकायको काममा सहयोग र समर्थन गर्ने मात्र होइन, म यसको थप क्रियाशीलता र आयोगको सबलताको अपेक्षा गरिरहेको छु, जुन कुरा मेरा विगतका क्रियाले पनि छर्लङ्ग पार्दछ। एडमिशन ओपन जुम ब्यूटी एकेडमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। सबै खबर सबैका लागि।